हेलो एभ्रिवान, वेलकम टु माई ठुल्दा डायरिज युट्युब च्यानल। साथीहरू के छ, हजुरहरू सन्चै आरामै हुनुहुन्छ? आई होप कि सबैजना सन्चै आरामै सकुशल हुनुहुन्छ होला। साथीहरू, आज एउटा नयाँ भिडियो लिएर फेरि म हजुरहरूमाझ उपस्थित भइसकेको छु। साथीहरू, आज एउटा अत्यन्तै सुन्दर हाम्रो स्थानीय क्षेत्रमा रहेको तर धेरै पर्यटकहरूको नजरमा पर्न नसकेको हाम्रो चिडियातालको आज एक्सप्लोर गरेर भ्लग बनाउन गइरहेको छु। हजुरहरूले हेरेर साथ दिनुहोला भन्न चाहन्छु र साथै च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला भन्दै सुरु गरौँ आजको भिडियो। आउनुहोस् म सँगसँगै अगाडि बढौँ है त। हामी यतिखेर हाम्रो गाउँबाट केही अगाडि आइसकेका छौँ। यो बाटो हजुरहरूले अघिल्लो भ्लगहरूमा पनि देख्नु भएको छ। अहिले हामी नदी क्रस गरेर आमफाटा स्वास्थ्य चौकी नजिक पुगिसकेका छौँ। यहाँदेखि चाहिँ बाटो राम्रो रहेको छ। चिडियाताल हाम्रो घरदेखि करिब 8 किलोमिटरको दूरीमा रहेको छ। साथीहरू, हजुरहरू चाहिँ यो सुन्दर भ्यू र यो हरियाली चारैतिरको सुन्दर खेतहरू हेरेर आनन्द लिँदै गर्नुहोस्। म चाहिँ हजुरहरूलाई चिडियातालको बारेमा केही विस्तृत जानकारी दिन चाहन्छु। चिडियाताल प्राकृतिक सुन्दरताले भरिएको एउटा शान्त र रमणीय ताल हो। यहाँ वरिपरि हरियाली, जङ्गल र सफा वातावरण, चराचुरुङ्गीहरूको आवाज सुन्न पाइन्छ। यही कारणले गर्दा यस ठाउँलाई चिडियाताल भनेको मानिन्छ। यस तालको सबैभन्दा ठुलो विशेषता भनेको यहाँको शान्त वातावरण हो। तालको बिचमा डुङ्गा चढ्ने व्यवस्था पनि रहेको छ। तालको किनारमा बसेर सुन्दर दृश्यको आनन्द लिन सकिन्छ। स्थान चाहिँ घोडाघोडी नगरपालिका सुखड कैलालीदेखि साँडेपानी जाने, घोडाघोडी नगरपालिका 2 साँडेपानी जाने बाटो नजिक वन कार्यालयको अफिस छ साथीहरू। त्यहाँदेखि उत्तर बाटो जान्छ र त्यो बाटो भएर करिब 100 देखि 150 मिटर भित्र गएपछि हामी चिडियाताल पुग्न सक्छौँ। महेन्द्र राजमार्गबाट नजिकै रहेको छ। समुद्री सतहबाट 200 देखि 220 मिटरको एल्टिट्युडमा रहेको छ साथीहरू। सबैभन्दा राम्रो समय असोजदेखि फागुनसम्म एकदम राम्रो मौसम र घुम्न लायक हुने गर्छ साथीहरू। गर्मी मौसममा पनि राम्रो हुन्छ। करिब 25 देखि 40 डिग्रीको सेल्सियस हुन्छ बाहिरी वातावरणमा। तर चिडियातालमा जाने भने बेला एकदम शान्त र शीतल अनुभव गर्न सकिन्छ। यहाँ चराचुरुङ्गीहरू, बकुल्ला, पानी हाँस, सारस, माछा मार्ने चरा, सुगा, काग जस्ता चराचुरुङ्गीहरू पनि देख्न पाइन्छ साथीहरू। यहाँ बाँदर, स्याल, खरायो, न्याउलो जस्ता जङ्गली जनावरहरू पनि देख्न पाइन्छ। तालमा पाइने माछा, भ्यागुता, कछुवा जस्ता प्रजातिहरू पनि देख्न पाइन्छ साथीहरू। सिसौँ, बाँस, साज जस्ता रुखहरू, बिरुवाहरू पनि यस क्षेत्रमा देख्न सकिन्छ साथीहरू। बिहान 6 बजेदेखि साँझ 8 बजे र बेलुका 4 बजेदेखि 6 बजेसम्म फोटो भिडियो खिच्न सकिन्छ गर्मी याममा। जाडो याममा चाहिँ अलि छिटै सूर्य अस्ताउने र अँध्यारो हुने हुँदा ढिलो भयो भने चाहिँ फोटो भिडियोहरू खिच्न त्यति उपयुक्त हुँदैन साथीहरू। अहिले
हामी चाहिँ दिपनगर पुगिसकेका छौँ। दिपनगरदेखि अघि बढिरहेका छौँ हामी। अब केही समयपछि हामी बेलार पुग्नेछौँ। बेलारदेखि सिधा जाँदा सुखर पुगिन्छ भने त्यहाँदेखि हामी बायाँ लिएर बेलकोटतर्फ लाग्छौँ। बेलकोटबाट चिडियाताल जाने बाटो पुगिन्छ। यो बाटो पनि हालसालै बनेको बाटो हो साथीहरू। नयाँ राम्रो छ बाटो चाहिँ। यद्यपि मेरो हेलमेटमा लगाइएको चिनमा त्यति फिट बसेको छैन, त्यसैले भिडियो चाहिँ अलि सेक भइरहेको छ साथीहरू। वाटर भ्यू साथीहरू हेर्नुहोस् त, कति सुन्दर देखिएको छ। आकाशमा कता कालो बादल पनि देखिएको छ। धानहरू, खेतको भ्यू चाहिँ एकदम मनमोहक देखिएको छ। गाउँघरको भाइब स्पष्ट देख्न सकिन्छ साथीहरू। चौतारीमा, छाहारीमा गाउँको सबैजना जम्मा भएर छाहारीमा बसिरहनु भएको छ। गाउँको जीवनको आनन्द बेग्लै हुन्छ साथीहरू। सहरको कोलाहल भिडभाडदेखि टाढा हुन्छ, आनन्द हुन्छ साथीहरू। बेलकोट गाउँबाट अगाडि बढिरहेका छौँ। यो बाटोमा चाहिँ ब्रेकरहरू धेरै राखिएको छ। राख्नु पनि पर्छ साथीहरू। गाउँमा बच्चा बच्चीहरू, बुढापाका मान्छेहरू, गाईबस्तुहरू सबै बाटोमा देखिने अवस्था हुन्छ। धेरै बढी ओभर स्पिडमा हाँक्दा गाडी सवारी साधन हाँक्दाखेरि एक्सिडेन्ट सम्भावना धेरै हुन्छ। त्यसैले स्पिड ब्रेकरले चाहिँ ओभर स्पिडमा गाडी चलाउनबाट रोक्ने हुनाले यो राख्नु राम्रो पनि हुन्छ। अब यहाँबाट हामी चाहिँ अफरोडको बाटो लिएर चिडियातालतर्फ लागिसकेका छौँ। अबको केही मिनटमै हामी चिडियाताल एरियामा पुग्नेछौँ। फाइनली हामी चिडियाताल जाने बाटोमा पुगिसकेका छौँ। यहाँबाट बायाँ मोडिएर हामी चाहिँ दायाँ मोडिएर हामी चाहिँ चिडियातालको बाटो जाँदैछौँ। जब चिडियातालको बाटो सुरु हुन्छ तब चाहिँ यो मार्बलहरू बिछाइएको छ साथीहरू। एकदम सुन्दर बनाइएको छ बाटो पनि। दायाँ बायाँ प्रतीक्षालयहरू पनि बनाइएको छ शान्त जङ्गलको बिचमा। एकदमै सुन्दर छ। एकदमै शान्त मनपर्ने साथीहरूको लागि चाहिँ यो चिडियाताल चाहिँ एकदम उत्कृष्ट गन्तव्य हुन सक्छ साथीहरू।
शान्त प्रिय व्यक्तिहरूको लागि, प्रकृति प्रिय व्यक्तिहरूको लागि चाहिँ एकदमै उत्कृष्ट बनिन्छ। यसरी सजाइएको पनि छ फोटो खिच्नको लागि। यस्तो रहेको छ साथीहरू, ल हेर्नुहोस् सुन्दर छ नि चिडिया ताल। यस प्रकारको रहेको छ। गर्मी अत्यधिक छ साथीहरू, गर्मी धेरै नै छ। हामीहरू चिडिया तालको किनारमा बसेर अत्यधिक गर्मीलाई झेल्दै यो एकान्त ठाउँमा बसेर एक्सप्लोर गरिरहेका छौँ साथीहरू। हाम्रो चिडिया तालमा हामी आएका छौँ साथीहरू। यस प्रकारको रहेको छ। हेरेर मनोरञ्जन लिनुका साथै कस्तो छ हाम्रो गाउँ, हाम्रो ठाउँ, हाम्रो सेरोफेरो एक्सप्लोर गर्ने क्रममा हजुरहरूले साथ सपोर्ट दिनुहुनेछ भन्ने पुरा विश्वासका साथ भिडियोहरू ल्याइरहेको हुन्छु साथीहरू। आशा छ हजुरहरूले मन पराइरहनु भएको छ होला भन्ने। यस प्रकारको रहेको छ चिडिया ताल साथीहरू। हाम्रो गाउँठाउँमा धेरै यस्ता ठाउँहरू रहेका हुन्छन् जुन पर्यटकहरूलाई पर्खेर बसिरहेका हुन्छन् साथीहरू। जुन हामी आफ्नो गाउँठाउँको ठाउँहरू एक्सप्लोर गर्न लाज मान्ने, श्रम मान्ने र अप्ठ्यारो मान्ने गर्छौँ साथीहरू होइन। टाढा टाढाका कुराहरू एक्सप्लोर गर्ने, बाहिरको चिजहरूलाई देखाउने, आफ्नो गाउँघर, आफ्नो लोकल एरियाहरूलाई चाहिँ एक्सप्लोर गर्नको लागि पछि पर्ने गर्छौँ। जुन आफ्नो ठाउँ, आफ्नो क्षेत्रलाई चाहिँ त्यति ग्राह्यता नदिने प्रचलन रहेको छ साथीहरू। जुन यो कुरालाई चाहिँ हामीले एकदम बुझ्न जरुरी छ। हाम्रो आफ्नै गाउँ ठाउँमा पनि धेरै यस्ता चिजहरू, धेरै हेर्नलायक ठाउँहरू रहेका छन् जुन हामीहरूले त्यति ग्राह्यता दिइरहेका हुँदैनौँ। त्यसैले मैले चाहिँ आफ्नो गाउँठाउँका एकदम प्रकृतिका सुन्दर गहनाहरूलाई हजुरहरूमा देखाउने एउटा सानो प्रयास गरिरहेको छु। कस्तो लागिरहेको छ साथीहरू प्रतिक्रिया दिनु होला। नराम्रो लागिरहेको छ भने पनि भन्नु होला, राम्रो लागिरहेको छ भने पनि एउटा मिठो कमेन्ट गरेर साथ सपोर्ट दिनु होला साथीहरू। कमलको फुलहरू बिस्तारै फुल्ने क्रममा रहेको छन् साथीहरू। तार चाहिँ यस खालको रहेको छ। प्रकृतिले हाम्रो गाउँ, हाम्रो सहर सबै चिजलाई एउटा भरिपूर्ण सुन्दरता दिएको छ, जसलाई हामीहरूले चिन्न जरुरी छ साथीहरू, जसलाई हामीहरूले संरक्षण गर्नु जरुरी छ। यहाँनिर यात्रीहरू, पर्यटकहरूलाई बस्नको लागि यस्तो बेन्चहरू पनि राखिएको छ।
पहिला थिएन, अहिले चाहिँ अब बिस्तारै बन्दै छ साथीहरू, सुधार हुँदैछ। यसरी मालाहरूले फोटोग्राफीको लागि एउटा सजाएको छ यहाँनिर, जुन एकदम राम्रो देखिएको छ साथीहरू। यहाँदेखि यतापट्टि चाहिँ अब जङ्गलतर्फ पनि यो बाटो बनाइएको छ तालको परिक्रमा गरेर, जुन एकदमै सुन्दर भएको छ, देख्न सक्नुहुन्छ। हरियाली छ, एकदमै मनमोहक सुन्दर भएको छ साथीहरू। आज मौसम पनि एकदमै क्लियर रहेको छ, आकाश क्लियर रहेको छ साथीहरू। यस्तो रहेको छ हाम्रो चिडियाताल। यहाँदेखि अब अगाडिसम्म जान सकिन्छ। गर्मी पनि रहेको छ साथीहरू, त्यसैले म आज धेरै अगाडि चाहिँ जान चाहेन हजुरहरूलाई। जुन चिडियातालको मुख्य क्षेत्र चाहिँ यस्तो रहेको छ, यसलाई एक्सप्लोर गरेर चाहिँ देखाएँ मैले। बोटिङ पनि गर्दै हुनुहुन्छ एकजना साथी, देख्न सक्नुहुन्छ। त्यहाँ टाढा मेरो क्यामेराले त्यति राम्रो निकाल्न सकेको छैन, टाढा हुनुहुन्छ, देख्न सक्नुहुन्छ साथीहरू। सुन्दर रहेको छ चिडियाताल। पर्यटकहरू घुम्न आइरहेका हुन्छन्। यद्यपि अहिले त्यति धेरै पर्यटकहरूको सङ्ख्या त रहेको छैन, तर पनि हट्टापट्टा कमै मात्रामा भए पनि फोटो खिच्न रमाउन चाहिँ मान्छेहरू आउने गर्छन्। लौ त साथीहरू, आजको यस भिडियोमा मैले हजुरहरूलाई के कति देखाउन सकेँ, कुनै मिस्टेक गल्ती कमजोरी भएको छ भने कमेन्टमा भन्नुहोला साथीहरू। नेक्स्ट भिडियोमा सुधार गर्नेछु। आजको लागि चाहिँ हजुरहरूलाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नुहोला। यहाँसम्म भिडियो हेरेकोमा धन्यवाद भन्दै नेक्स्ट भिडियोमा नयाँ लोकेसनमा भेट्ने बाचाका साथ आजको लागि चाहिँ हजुरहरू माझबाट छुट्टिन चाहन्छु। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते।